सबले घात गरे ओ नै टाढा पराई भयो जसको भरमा परे कसलाई देखाउ आँसु मेरो कसको भरमा परौ पाइला ठेस लाग्छ कसको विश्वास गरौँ पाइला ठेस लाग्छ कसको विश्वास गरौँ काँडै काँडा हिँड्नु पर्ने कस्तो यो बाध्यता वचनकै करौटीले मुटु पार्यो चिरा हेरा हेरा लामा दुई लगाइदिएको छु यसो ख्याल राख्नुहोस् नि कति महिनाको भयो यो 3-4 महिनाको 3-4 महिनाको भयो ल राम्रोसँग घाँसपात खुवाउनुहोस् अनि दाना पानीमा पनि अलिक ख्याल राख्नुहोस् है डाक्टर साहब हिराकेमा भिरबाट लडिन्छ सबै गाउँलेहरू जम्मा भएका छन् कहाँबाट लड्नु हो 3 घरे भिरबाट दिनु न केही नि हुँदैन बडाबाले कान्छालाई डाक्टर लिन पठाउनु भएको छ डाक्टर साहब कतिखेर आउने हो आउनु नि कति बेर लाग्यो होला नआतिनु न आमा कान्छाले डाक्टर लिएर आइपुग्ने बेला भयो आमा आफूलाई सम्हाल्नुहोस् है के गाह्रो भएको छ भने भन्नुहोस् म पनि छु कान्छा डाक्टर लिएर आउँदैछन् हिरा छोरी मरी भने एक्लै कसरी बस्छस् तेरो बाले तँलाई छोडेर जाँदा त 3 वर्षको थिइस् मैले तँलाई ती दुःख गरेर हुर्काएँ तेरो व्यवहारी गरेर हाई सुखसँग मरौँला भन् ठानेको थिएँ त कति अभागी रहेछस् आमा के भनेको यस्तो
तपाईँलाई केही हुँदैन डाक्टर साहब कान्छाहरू कहाँ आइपुग्यो होला नि त आमा आमाको ख्याल गर है आमा नआत्तिनु म कान्छा र डाक्टरलाई लिएर आउँछु तपाईँ मलाई छोडेर कतै नजानुहोस् छोरी त एक्लै छिस् हिम्मत नहारेस् गाई बाख्रा राम्रोसँग स्याहारेस् जतिले जे जस्तो घमण्ड गरे नि भाग्यमा जे लेखेको छ त्यही हुन्छ जति घमण्ड गरे पनि टर्दैन आमा तपाईँले के भनेको यस्तो तपाईँलाई केही हुँदैन डाक्टर बाबु मैले भनेको भन्नुहुन्छ हुन्छ आमा किन नमान्नु भन्नु न बाबु मैले मेरो छोरीको हात तपाईलाई सुम्पिदिए मारे बाप छोरी डाक्टर बाबुलाई कहिले नराम्रो नगरेछ है
अब 13 दिनको काम पनि सकिने भयो। त्यसैले सबै कुराहरू धेरै नबार्दा नि हुन्छ हिरा। जे हुनु भइसक्यो, त्यसैले सबै कुरा फुकाइदियो हिरा। होइन बडाबा, बुवाको माया त पाइनँ। आमाको मायाले मलाई धेरै कुरा सिकाएको छ, जीवन जिउन सिकाएको छ। उहाँको लागि त म आफै मरे पनि कम नै हुन्छ। त्यसैले मैले के गर्दा आमाको आत्माले शान्ति पाउँछ, म त्यो सबै काम गर्छु। वर्ष दिनको बाराखीसम्म जे बार्नुपर्छ त्यो सबै बार्छु। त्यसो भनेर कहाँ हुन्छ र छोरी, मर्ने मरिसक्यो। फेरि तैँले बाजेसँग नराम्रो पनि त गरेको थिइनस्। आफ्नो सोच मनले राम्रोसँग हेरविचार गरेकै थिइस्। त्यसैले त म त भन्छु नबार। अनि मेरी आमाले कसलाई के कुराको कमी गर्नुभएको थियो र बडाबा? कुरा त्यसो होइन हिरा। कुरा त तँ एक्लै छस्, यत्रो घर खेतबारी एक्लैले धान्नुपर्छ। एक्लैले कसरी गर्न सक्छस्? अनि भन् त, तँसँग को छ? म छु हिराको साथमा। हिरा एक्लै छैन। हिराको आमाको इच्छा थियो मर्नुभन्दा अगाडि हिरालाई मसँग जिम्मा लगाउनु भयो। यदि यो समाजले उसलाई स्वीकार्छ भने म तयार छु। के भन्छस् त हिरा डाक्टर साहबको कुरामा? आमाको कुरा कसरी काट्न सक्छु र बडाबा? झन् यस्तो डाक्टर जस्तो मान्छे पाएपछि। डाक्टर साहब, हिराको कुरा अनुसार त बराखी नफुकुन्जेलसम्म सिन्दुर हाल्न मिल्दैन त। 1 वर्ष त कुर्नै पर्ला के कसो? 1 वर्ष मात्र होइन बडाबा, हिरादल आदि आवश्यक परे लाखौँ वर्ष पनि कुर्न तयार छु। ल त्यसो भए कुरा पक्का भयो अनि सबैको सहमति पनि छ। एकान्त डाक्टर साहबको सामान हिराकामा सारिदेऊ त। अबदेखि डाक्टर साहब यतै बस्नुहुन्छ। हस् बडामा। हिरा, एकहरू देखिरहेको छु, के भयो? केही पनि भएको छैन। हजुरको ठाउँमा आमालाई देखेँ, त्यही भएर एकहोरो भएछु। ए, त्यस्तै हुन्छ। आमा हामी माझ हुनुहुन्न। अब आमाको सम्झना हाम्रो दिमागमा चलिरहेको हुन्छ। तिमीले मात्रै होइन हिरा, संसारमा सबै मान्छेलाई यस्तै हुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। किन, के भयो र मलाई धन्यवाद? तपाईँले मेरी आमाको सपना पुरा गरिदिनु भएको छ। तपाईँ त यो संसारकै एक हो। म माथि यत्रो वज्रपात पर्दा पनि कहिले साथ छोड्नु भएन। हजुर त मेरो लागि भगवान नै हुनुहुन्छ। कुरा त्यस्तो होइन हिरा। तिम्रो आमाको म प्रति ठुलो विश्वास छ। त्यसैले त्यो विश्वास तोडेको भए तिम्रो आमाको आत्माले मलाई जिन्दगीभर बोलिरहन्थ्यो। त्यसैमाथि तिमी जस्तै मैले जीवनसङ्गिनीको रूपमा पाउनु पनि त ठुलो अभाग्य हो। अब मैले आमाको बराकी नफुकाउन्जेलसम्म हजुरलाई धेरै गाह्रो हुने भयो। ल, के कुरा गरेको बदमास? त्यति गरेन भने जीवनसङ्गिनीको अर्थ के भयो र? राम्ररी कुरा गर्ने हो, खाना नखाने? ल, म खाना बनाउँछु, खाना खाने अनि राम्ररी कुरा खाने है। हस्।
के हेरेर बस्यो कि टोयलेट गएकी छैन अझै हेर्नु न आँगनभरि कमिलाको ताती छ। अब यो बेलामा कमिला किरामाथि टेक्न हुँदैन भन्छन्। यो कमिला हट्ला र जाउँला भनेको कहिले सकिँदैन। संसारमा सबैभन्दा ठुलो बथान भनेकै कमिलाको हुन्छ। कसरी सकिन्छ सुन त। पल्लो गाउँमा गाई बिरामी छ अरे, म हेरेर आउँछु। अनि भित्र चिया र खाजा बनाइदिएको छु, खानु ल। अनि खाना चाहिँ म आफै आएर बनाउँछु। लाजा ल चिन्ता गर्नु पर्दैन, यो सबै मौसमको कारणले भएको। हजुरलाई म यो दबाई दिन्छु, दानामा दिनको 2 पटक घोलेर खुवाउनुहोस् है। हजुर डाक्टर साहब नमस्कार। को भैँसीको डक्टर बेना हजुरलाई माथि बडाबाले बोलाइराख्नु भएको छ। किन बोलाउनु भएछ? के काम रहेछ कुन्नी? सबै कुरा त्यतै भन्न नमिल्ने पनि हुनसक्छ भाइ साहब। सल्लाह गर्नुपर्ने छ। बरु एकचोटि यतै पाली हो कि भाइ साहब? होइन, घर चाँडै जानु छ, हिरालाई पनि खाना खुवाउनु छ। अलि हतार थियो। ल ठिकै छ, म त्यतै आउँछु, सल्लाह गरौँला। होइ बेना डाक्टर साहब नमस्कार है बडा भाइ। नमस्कार हजुर। नमस्कार भाइ साहब। हिराले खाना खाएकी छैनन्, अब आफै घर गएर बनाएर खुवाउनु पर्छ। अब यता गाई बिरामी छ भन्ने बित्तिकै हतार हतार गरेर आए, त्यसैले अलि हतार गरेको। अप्ठ्यारो नमान्नु होला है। कुरा त्यस्तो होइन भाइ साहब। अब भाउजूको पनि 50 दिनको बराकी नजिक नजिक आउन थालिसक्यो। त्यसैलाई सल्लाह गर्न बोलाएको नि हजुरलाई। त्यसको लागि त मैले सोचेकै छैन। अब अफिसको कामले बिजी भए। बरखी बारे झन्डै बिर्सेको मैले। ठिकै छ, तपाईँ पनि सामानको तयारी गर्दै गर्नु होला। म पनि आफ्ना आफन्त कुटुम्ब र छिमेकीहरूलाई खबर गर्दै गर्छु नि। हस् बडाबा। अनि एउटा कुरा सोधौँ। के कुरा होला भाइ साहब? भन्नुहोस् न, अप्ठ्यारो मान्नु पर्दैन त। 45 दिनपछि हिराले खोला पुल तर्न मिल्छ कि नै? मिल्छ भने घर पुगिआऊ कि भनेको। बराखी नफुकुन्जेलसम्म मिल्दैन नि ज्वाइँ। बरु बा आमाले यता पो बोलाउने हो कि? त्यसो गर्दा राम्रो हुन्छ नि। होइन, यता नबोलाऊ होला। घरमा ठुलो छलफल होला जस्तो छ। अब यताभन्दा उतै जान पाए हुन्थ्यो, त्यसैले सोधेको। अब मिल्दैन भने ठिकै छ। हस् बडाबा, अहिले म जान्छु। हजुर पनि यताको तयारी गर्दै गर्नुहोस्, म पनि 45 दिनको तयारी गर्दै गर्छु। हस् ज्वाइँ साहब। ए कान्छा, तल सबमा भिनाजुले पुऱ्याएर आइज त। हस्। हिरा हिरा खाना ढिला भयो है। ल खाना खाऊ। के गर्ने, कामको व्यस्तता यस्तै छ, नरिसाउला। तपाईँसँग रिसाएर मैले के नै पाउँछु र? हजुर त मेरो भगवान हो। अनि म रिसाउँछु होला त? ल भगवान भनेर मलाई लज्जित नबनाऊ। खाना खाऊ। बडाबाले बोलाउनु भएको थियो, कुरा गर्दा गर्दै समय बितेको पत्तै पाएन। अनि किन बोलाउनु भएछ त बडाबाले? के भन्नुभयो? 6-7 दिनमा आमाको 45 दिने बरखेरे, त्यही विषयमा बोलाउनु भएको रहेछ। अनि हजुर पनि तयारी गर्नुहोस्, म पनि तयारी गर्छु भनेर छुट्टिएँ। ए त्यसो भए त धेरै सामान चाहिने होला। अब के किन्नु पर्ने हो? पैसाको पनि त जोड गर्नु पर्ला। मैले सबै सामानहरू तयार पारिसकेको छु। अब बाँकी छुटेको चाहिँ बजार गएर किनमेल गरौँला। ल तिमी खाना खाऊ, म सफा गरेर बजार हिँड्छु है त। हस्। सबले घात गरे ओ
कसको विश्वास गरौँ पाइलै पाइला ठेस लाग्छ कसको विश्वास गरौँ काँडै काँडा हिँड्नु पर्ने कस्तो यो बाध्यता वचनकै करौटीले मुटु पार्यो चिरा हेरा हेरा